अनि आजको दिन म विशेष गरी तपाईहरुसँग तीनटा राज्यको विषयमा बात गर्न गइरहेको छु। अझ म यसलाई अझै साधारण प्रकारले भनौं भने तपाईको आत्मिकी लोकेसनको बारेमा म बात गर्न गइरहेको छु। आमेन। म तपाईहरुको बीचमा तपाईको आत्मिकी लोकेसन या त आत्मिकी स्तर या त आत्मिकी ठेगानाको विषयमा म बात गर्न गइरहेको छु। अनि तपाईले मसँग पहिलो चोटी परमेश्वरको वचन मर्कुस 1:15 लाई कसैले पाउनु भयो भने चर्को आवाजमा पढिदिनुहोस्। मर्कुस 1:15 हाम्रो दिदी बहिनी साइडबाट उत्पत्ति 11 लाई पल्टाइराख्नुस् भने दाजुभाइ साइडबाट मर्कुस 1:15 लाई कसैले पढिदिनुहोस्। भन्नुभयो समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आएको छ, पश्चाताप गरेर सुसमाचारमा विश्वास गर। आमेन। यहाँनिर बाइबलले भन्दछ, यीशुले भन्नुभयो परमेश्वरको राज्य नजिकै आइसकेको छ, पश्चाताप गर अनि सुसमाचारमा विश्वास गर। प्रिय, म तपाईलाई एउटा प्रश्न यहाँनिर गर्न चाहन्छु। म मेरो मेसेजमा जाँदै गर्दाखेरि एउटा प्रश्न गर्न चाहन्छु। ध्यान दिएर सुन्नुहोस्। नम्बर 1 प्रश्न, यीशुले कति वर्ष सेवाकाई गर्नुभयो? हजुर, 3.5 वर्ष सेवाकाई गर्नुभयो। यीशुले 3.5 वर्ष सेवाकाई गर्दै गर्दाखेरि उहाँले के प्रचार गर्नुभयो? हजुर हजुर, म तपाईलाई यहाँनिर भन्न गइरहेको छु, यीशुले उहाँको सेवाकाई भरि 3.5 वर्षको सेवाकाईमा उहाँले एउटै मेसेजलाई प्रचार गर्नुभयो, एउटै सन्देशलाई प्रचार गर्नुभयो। त्यो सन्देश चाहिँ उहाँले परमेश्वरको राज्यको विषयमा प्रचार गर्नुभयो। अनि आज प्रिय, म तपाईहरुसँग तीनवटा राज्यको विषयमा बोल्न गइरहेको छु। नम्बर 1 बेबिलोनको राज्य, नम्बर 2 मिस्रको राज्य, नम्बर 3 परमेश्वरको राज्य। मेरो आत्मिकी लोकेसन आज म कहाँनिर छु, मेरो आत्मिकी ठेगाना कहाँनिर छ? प्रिय, तपाईँ र मैले हामी विश्वासी भएको कारणले गर्दाखेरि, हामी परमेश्वरको सन्तान भएको कारणले गर्दाखेरि हामीले हाम्रो आत्मिकी लोकेसनलाई जान्न आवश्यकता छ। हालेलुया। जबसम्म तपाईँ र मैले हाम्रो आत्मिकी स्तरलाई हामी जान्दैनौँ, हाम्रो आत्मिकी ठेगानालाई जान्दैनौँ भने हामी कहीँनिर भमलिरहेको हुँदछौँ। बेबिलोनको साम्राज्य त्यो एउटा शक्तिशाली साम्राज्य थियो, जुन चाहिँ साम्राज्य चाहिँ युनिटीमा, एकतामा बनिएको थियो। तर आज बेबिलोन त्यत्रो ठुलो सहर, तर आजको दिनमा एउटा सानो गाउँ मात्र छ। वर्ल्डको मेपमा बेबिलोन हामीले भेट्दैनौँ पनि। त्यसै प्रकारले तपाईँ र मेरो जीवनको आज आत्मिकी लोकेसन कहाँनिर छ? के तपाईँ र मेरो आत्मिकी लोकेसन परमेश्वरको राज्यभित्र छ कि या त तपाईँ र मेरो आत्मिकी लोकेसन बेबिलोनमा छ या त मिस्रमा छ? जसै मैले यो वचन प्रभुले मलाई यो टपिक प्रभुले मलाई दिनुभयो, मैले अध्ययन गर्दै गर्दाखेरि मैले आफैलाई थुप्रो जग्गामा आफैलाई बेबिलोनमा भएको भेटेँ, मैले आफैलाई मिस्रमा भएको भेटेँ। अनि मैले आफैलाई यो कुरालाई मैले चेक गरेँ अनि मैले भने हो, मेरो आत्मिकी लोकेसन डिफ्रेन्ट जग्गामा छ, तर अब मेरो आत्मिकी लोकेसन फर्केर परमेश्वरको राज्यमा आउनु पर्दछ। व्यवस्थाले तपाईको पापलाई देखाइदिँदछ भने अनुग्रहले तपाईको पापलाई क्षमा दिँदछ। हालेलुया। व्यवस्था एउटा ऐना हो भने अनुग्रह चाहिँ जीवन हो। हालेलुया। जसरी यहाँनिर मिस्र र बेबिलोनले तपाईको लोकेसन, तपाईँ कहाँनिर गलत ट्र्याकमा भइराख्नु भएको छ भन्ने कुरालाई देखाउँछ भने किङडम अफ गडले, परमेश्वरको राज्यले तपाईलाई स्वतन्त्र गराउँदछ। मसँग तपाईले पठाउनुहोस् उत्पत्ति 11 को 2 देखि 4 लाई कसैले पढिदिनुहुन्छ? उत्पत्ति 11। मानिसहरू पूर्वतिर सधैँ जाँदा सिनार देशमा एउटा मैदान भेटाएर तिनी बास गरे। तब तिनीहरूले आपसमा भने, लौ हामीहरू इँटा बनाएर बोलाऊ। ढुङ्गाको सट्टा इँटा र हिलोको सट्टा
अलपत्र तिनीहरूले बनाए। तब तिनीहरूले भने, लौ हामी आफ्ना निम्ति एउटा सहर र टुप्पा सूर्यसम्म भएको एउटा धरहरा बनाएर आफ्नो नाउँ राखौँ, नत्र त हामीलाई पृथ्वीभरि जताततै छरिनु पर्नेछ। यहाँनिर 4 पदमा जब हेर्छौँ भने and they said, come let us build ourselves a city. यानी 4 पदले भन्दछ हामी सबैजना मिलेर एउटा सहरलाई बनाऊ जसद्वारा हाम्रो नाम प्रसिद्ध हुनेछ। यानी भनिन्छ come let us make, हामी आफै आएर भेला हौँ अनि सहरलाई बनाऊ, let us make a name for ourselves, हामी आफैले हाम्रो निम्ति हाम्रो आफ्नो नाउँलाई बनाऊ भनेर भन्दछ। जब तपाईले उत्पत्ति 11 मा जब तपाईले हेर्नुहुन्छ भने यहाँ उत्पत्ति 11 मा एउटा कुरा के भनिरहेको छ भन्दाखेरि नि आऊ हाम्रो नामलाई हामी आफै बनाऊ भनेर भनिरहेको छ। बेबिलोनको राज्यले चाहिँ जहिले पनि इभ्यालुएटिङ सेल्फ आफैलाई उचाल्ने कुरा बुझाउँदछ। व्यक्ति चाहिँ बेबिलोनको राज्यबाट फङ्सन गर्दछ, बेबिलोनको राज्यबाट ऊ चलायमान हुँदछ, त्यो व्यक्तिले जहिले पनि आफैलाई उचाल्ने गर्दछ। जहिले आफैलाई आफ्नो प्रशंसा आफै गर्दै हिँड्ने व्यक्ति हुनुहुन्छ भने तपाईँ बेबिलोनबाट राज्य गरिराख्नु भएको छ। म तपाईँ कसैलाई कन्डेम गर्नको लागि होइन, तर म ट्रुथ बोल्न गइरहेको छु। तपाईँको स्पिरिचुअल लोकेसन, तपाईँको आत्मिक स्तर कहाँनिर छ? यदि तपाईँ चाहिँ आज आफ्नो प्रशंसा आफै गर्दै हिँड्ने व्यक्ति हुनुहुन्छ भने तपाईँ बेबिलोनबाट राज्य गरिराख्नु भएको छ, परमेश्वरको राज्यबाट होइन। किनभने जसले बेबिलोनको राज्यबाट राज्य गर्दछ, बेबिलोनको राज्यले भन्दछ हाम्रो नाम प्रसिद्ध बनाऊ। आज धेरै व्यक्तिहरू आफ्नो नाम प्रसिद्ध गराउनको निम्ति आफ्नो प्रशंसा लिन चाहिरहेको छ। म भन्दिन नर्मल संसारको व्यक्ति भन्दिन, तर सेवाकाई गर्ने व्यक्तिहरू पनि आज आफ्नो नाम प्रसिद्ध बनाउन खोजिरहेको छ, आफ्नो सेल्फ एडहरू दिइरहेको छ, आफ्नो सेल्फ कुरा आफैलाई प्रेज गरिरहेको हुँदछ। अनि म तपाईँलाई भन्न चाहन्छु, यदि तपाईँ आफैलाई उचाल्ने व्यक्ति हुनुहुन्छ भने, जहिले तपाईँले आफैलाई उचाली राख्नुहुन्छ, आफै नेपालीबाट सिम्पल भन्नु भने आफै सर्किने व्यक्ति। कसै व्यक्तिलाई तपाईँ भन्नु पर्दैन, आफै मफै हुन्छ, पुरा सर्किन्छ, आफैलाई यति साह्रो सर्काउँछ। यदि तपाईँ आफैलाई सर्काउँदै हिँड्ने व्यक्ति हुनुहुन्छ भने नि भन्नु दुःख लाग्दो कुरा हो, तर तपाईँ बेबिलोनबाट राज्य गरिराख्नु भएको छ। तपाईँ बेबिलोनबाट राज्य गरिराख्नु भएको छ। मैले अघि भनिरहेको थिएँ, तपाईँ तयार हुनुहोस् तपाईँले सुन्नको निम्ति तपाईँको आत्मिक लोकेसन आज कहाँनिर छ। दोस्रो कुरा बेबिलोनबाट राज्य गर्ने व्यक्तिले चाहिँ लोअर गॉड परमेश्वरलाई तल्लो ठान्दछ। भन्नुको अर्थ जो व्यक्तिले बेबिलोनबाट राज्य गर्दछ उसले आफ्नै सेल्फमा डिपेन्ड हुँदछ, ऊ आफैमा डिपेन्ड हुँदछ, ऊ आफैमा भरोसा गर्ने व्यक्ति हुँदछ अनि परमेश्वरलाई कम सम्झिन्दछ। अनि जो व्यक्तिले परमेश्वरलाई कम सोच्छ, परमेश्वरलाई महत्त्व दिँदैन, इभन आज तपाईँ र म यो कोठाभित्र छौँ के तपाईँ र मेरो जीवनको पहिलो प्राथमिकता परमेश्वर हुनुहुन्छ? म आफैलाई डिपेन्ड छ, र आफैलाई यो प्रश्न छ। म यहाँनिर तपाईँको अगाडि बोलिरहेको छु के मेरो पहिलो प्राथमिकता परमेश्वर हुनुहुन्छ? यदि मेरो पहिलो प्राथमिकता परमेश्वर हुनुहुन्न भने म पनि बेबिलोनबाट राज्य गरिरहेको छु, म पनि बेबिलोनको राज्यमा छु। सो म तपाईँलाई भन्न चाहन्छु, यदि तपाईँको जीवनमा नि पहिलो प्राथमिकता परमेश्वर हुनुहुन्न भने पास्टर्सहरू, लिडर्सहरू, वचन प्रचार गर्नेहरू, यदि तपाईँको वचन चाहिँ परमेश्वर क्राइस्ट सेन्टेड छैन भने, तपाईँले बोल्दै गरेको वचनले ख्रिस्टलाई दर्शाएको छैन भने तपाईँले परमेश्वरलाई लोवरिङ गॉड, परमेश्वरलाई तपाईँले तल्लो दर्जा दिइराख्नु भएको छ। तेस्रो पोइन्ट, जो व्यक्ति बेबिलोनको राज्यबाट राज्य गर्दछ कार्लन माइन्ड, उसको संसारिक सोच हुँदछ,
संसारिक सोच हुने व्यक्तिले परमेश्वरको आराधना गर्न सक्दैन। जो व्यक्ति बेबिलोनको राज्यबाट राज्य गर्दछ त्यो व्यक्तिसँग कार्नल माइन्ड हुँदछ, संसारिक सोच हुँदछ। त्यसै कारण यदि उत्पत्ति 2 अध्यायमा भन्यो, 11 मा भन्यो, हामी आफै आफ्नो निम्ति सहरलाई बनाऊ, त्यो सहर, त्यो धरहरा, त्यो टावर बनाऊ जुन चाहिँ स्वर्गसम्म पुग्दछ। मानिसको विचार, कार्नल माइन्ड, भ्रष्ट भएको विचार, त्यो विचारले भन्दछ परमेश्वरको हो र परमेश्वर भन्दा शक्तिशाली हामी छौँ, परमेश्वर किन चाहियो र। आज म भेट्छु, धेरै मान्छेहरूलाई भेट्छु, धेरै मान्छेहरू भन्छ यीशुको बलिदान पर्याप्त छैन भन्ने खालको कुराहरू गर्दछ। यहाँनिर भन्दछ, यहाँनिर उत्पत्ति 11 मा हामीले भेट्छौँ, आऊ हामी त्यो धरहरालाई बनाऊ, त्यो सहरलाई बनाऊ, त्यो धरहरालाई बनाऊ, त्यो टावरलाई बनाऊ जुन चाहिँ टावर चाहिँ स्वर्गसम्म पुग्दछ। कार्नल माइन्ड भएको मान्छेले जहिले पनि परमेश्वरलाई च्यालेन्ज गर्दछ। म तपाईँलाई छिटो लिएर जाने कोसिस गर्छु। चौथो पोइन्ट, जो व्यक्ति बेबिलोनको राज्यबाट राज्य गर्दछ उसले ह्युमन माइट, मानिसको शक्तिमा भर पर्दछ। यदि आज तपाईँ चाहिँ तपाईको शक्तिमा, तपाईको बलमा, तपाईको बुद्धिमा भर पर्ने व्यक्ति हुनुहुन्छ भने नि तपाईँ बेबिलोनबाट राज्य गरिराख्नु भएको छ। चर्च, दिस इज सैड पार्ट, तर रियालिटी म तपाईलाई बताइरहेको छु। कहीँ न कहीँ हामीले कहीँ न कहीँ कतै न कतै त्यो लोकेसनमा हामीले आफैलाई भेटी पठाउँछौँ भने म तपाईलाई भन्न चाहन्छु, तर ग्रेस इज द सल्युसन। अनुग्रह चाहिँ समाधान हो। ग्रेस, धेरैले भन्छ, आज थुप्रो व्यक्तिलाई म भेट्छु, अनुग्रह त प्रचार गर्नु हुँदैन, अनुग्रह त पाप गर्ने लाइसेन्स हो। प्रिय, म दुःख लाग्छ त्यो भन्ने व्यक्तिले किन चाहिँ बाइबल नपढेको होला। तर अनुग्रह त पाप गर्ने लाइसेन्स होइन, अनुग्रह त म परमेश्वरको धार्मिकता हो भनेर गराउने शक्ति हो। हालेलुया। जब तपाईँले रोमीको पुस्तकलाई पढ्नुहुन्छ, जब तपाईँले गलतीको पुस्तकलाई पढ्नुहुन्छ, त्यहाँनिर भन्दछ अनुग्रहले त मलाई जीवन दियो भनेको छ। So, grace is not license to sin. अनुग्रह चाहिँ पाप गर्ने लाइसेन्स होइन। अनुग्रह चाहिँ म परमेश्वरको धार्मिकता हो भनेर कराउने शक्ति हो। प्रिय, grace is not license to sin, but grace is the power to cry out, I am the righteousness of God. म चाहिँ परमेश्वरको धार्मिकता हो, म परमेश्वरको धार्मिकता हो भनेर मलाई कुन चाहिँ कुराले निश्चयता दिँदछ भन्दाखेरि that is the grace of God. परमेश्वरको अनुग्रहले मलाई निश्चयता दिँदछ। Not by my work, मेरो कामद्वारा होइन। तपाईको उपवासले तपाईलाई धार्मिकता बनाउँदैन। Not it my word. तपाईको उपवासले तपाईलाई धार्मिकता बनाउँदैन, तपाईको दान दियाइले तपाईलाई धार्मिकता बनाउँदैन, तर धार्मिकता चाहिँ तपाईको सिद्धमा पाएको वरदान हो। आमेन। तपाईले सिद्धमा पाउनु भएको वरदान। तर कार्नल माइन्डले जहिले पनि काममा फोकस गर्दछ। उसले भन्छ कि होइन, परमेश्वरको अनुग्रह पाउनको लागि त हामीले काम गर्नु काफी छ। म तपाईलाई एउटा कुरा भन्न चाहन्छु, तपाईले काम गर्नुस् नगर्नुस् तपाईको जीवनमा परमेश्वरको अनुग्रह छ। तर तपाईको जीवनमा अनुग्रह एक्टिभेट त्यति बेला देख्नुहुन्छ जब तपाईले परमेश्वरले दिनुभएको जिम्मेवारीलाई निभाउन सुरु गर्नुहुन्छ। ग्रेस इज अलवेज देयर। मलाई एकजना भाइले भन्यो, दादा मलाई त प्रभु छ जस्तो लाग्दैन, मलाई प्रभुले छोड्नु भयो, प्रभुले मलाई त्याग्नु भयो। मैले त्यो भाइलाई भने, भाइ जुन दिन तिमी प्रभुदेखि टाढो भयो, प्रभुले त तिमीलाई त्यहीँनिर पर्खिराख्नु भएको छ, तिमी पो प्रभुदेखि टाढो छौ। परमेश्वरले तपाईलाई त्यहीँनिर वेट गरिराख्नु भएको छ। सो एउटा जो व्यक्ति चाहिँ बेबिलोनबाट फङ्सन गर्छ नि, त्यो व्यक्तिले चाहिँ जहिले पनि के गर्छ भन्दाखेरि मानिसको शक्तिमा, मानिसको बुद्धिमा
आफ्नो क्षमतामा, आफ्नो ल्यागतमा, आफ्नो कुरालाई उसले भर पर्दछ। चौथो पाँचौं पोइन्ट, सेल्फ एफर्ट। जुन चाहिँ कुरा पनि आफ्नो कोसिसले गर्न चाहन्छ। बेबुलोनको यदि तपाईले जे कुरा पनि तपाईको कोसिसद्वारा मात्र गर्न चाहनुहुन्छ भने नि तपाई बेबुलोनबाट राज्य गरिराख्नु भएको छ। बेबुलोनबाट राज्य गर्ने व्यक्तिले चाहिँ जहिले पनि आफ्नो कोसिसद्वारा काम गर्न खोज्दछ, तर परमेश्वरको आत्मा, पवित्र आत्मालाई, परमेश्वरलाई जग्गा दिँदैन, परमेश्वरलाई खोज्दैन, तर उसले आफ्नो क्षमता, आफ्नो बुद्धि, आफ्नो शक्तिद्वारा काम गर्न खोज्दछ। यदि आज तपाईँ र म यो कोठाभित्र हामी आफ्नो क्षमता, आफ्नो शक्ति, आफ्नो बुद्धिद्वारा मात्र काम गर्न चाहन्छौँ भने हामी बेबुलोनबाट फङ्सन गरिरहेका छौँ। म छिटो छिटो लिएर जाने कोसिस गर्छु। छठौं पोइन्ट, नलेज अफ गुड एन्ड इभिल विदाउट ट्रुथ। जो व्यक्ति बेबुलोनबाट फङ्सन गर्छ त्यो व्यक्तिलाई असल अनि खराबको यति धेरै ज्ञान हुन्छ, तर सत्यता हुँदैन। भन्नुको मतलब उसको हृदयमा परमेश्वरको वचन हुँदैन। हिजो पनि हामीले कुरा गरिरहेको थियौँ, धेरै मान्छेहरू यस्तो हुन्छ, उसलाई असल अनि खराबको ज्ञान यति धेरै हुन्छ, उसले त्यहाँ जान्छ, पल्लो डाँडामा पनि शैतान देख्छ, अल्लो डाँडामा पनि शैतान देख्छ, यता पनि शैतान देख्छ, उता पनि शैतान देख्छ, यो पनि पाप देख्छ, त्यो पनि पाप देख्छ, जहाँ हेरे त्यहीँनिर नराम्रो देख्छ, त्यहाँनिर पनि नराम्रो देख्छ। अनि त्यो चाहिँ के भइरहेको हुन्छ भन्दाखेरि त्यहाँनिर ट्रुथ हुँदैन। ट्रुथ नहुनु भनेको चाहिँ के भन्दाखेरि नि वचन नहुनु भनेको। यदि अफकोर्स त्यो कुरा देख्दै गर्दा यदि तपाईसँग वचन छ भने चाहिँ नि वचनले तपाईको ती प्रत्येक कुरालाई समाधान गर्दछ। यदि मैले त्यहाँनिर खराबी देख्दैछु भने खराबीको कोही संसारमा हेऱ्यो भने त के छ, पापको न्याय चाहिँ के हो, पापको जरा चाहिँ मृत्यु हो। अघि पनि हाम्रो सरले भन्नुहुँदै थियो नि होइन, यदि मैले गल्ती गरेँ भने सजाय कहिले पाउँछ, मैले नै पाउँछ। त्यो कसले बताउँछ, कन्स्टिट्युसनले बताउँदछ। यदि तपाईँ र म खराबीको ज्ञानलाई मात्र बोकेर हिँड्छौँ तर हामीसँग ट्रुथ छैन, वर्ड छैन भने नि हामी बेबुलोनबाट राज्य गरिरहेका छौँ। तपाईसँग असल अनि खराबको ज्ञान हुनु राम्रो कुरा हो, तर तपाईसँग ट्रुथ हुनु आवश्यकता छ। हालेलुया। असल अनि खराबको ज्ञानले चाहिँ के गर्छ भन्दाखेरि नि तपाईलाई पापतर्फ दोहोऱ्याउँछ भने ट्रुथ, वचनले चाहिँ तपाईलाई पापदेखि स्वतन्त्र गराउँदछ। हालेलुया। सातौं पोइन्ट म तपाईलाई भन्न गइरहेको छु, सेल्फ रिजनिङ। आफैलाई त्यसलाई कसरी भन्छ, सेल्फ रिजनिङ गरे क्या, आफैलाई जहिले हेरिरहने क्या। भन्नुको अर्थ अझै सिम्पल प्रकारले भनौँ भने जहिले पनि आफैलाई सर्वश्रेष्ठ ठान्ने। म त्योभन्दा भयङ्कर दानी छु, म त्योभन्दा जान्दछु, मलाई सबै कुरा थाहा छ, म यस्तो म उस्तो। सेल्फ रिजनिङ। आठौं पोइन्ट, बेबुलोनबाट राज्य गर्ने व्यक्तिले वर्ल्ड भ्यू, संसारको तरिकालाई हेर्दछ। बेबुलोनबाट जो व्यक्ति राज्य गर्छ ऊ संसारको तरिकामा यति साह्रो मोहित हुँदछ अनि परमेश्वरले के भन्नुहुन्छ त्यो परमेश्वरको कुरासँग वास्ता राख्दैन। सायद यहाँ नेपालमा भएन होला, तर सिक्किममा जब कोभिड-19 सुरु भयो, कोभिड-19 सुरु हुँदै गर्दाखेरि फर्स्ट लाइनमा मैले को देखेँ भन्दाखेरि पास्टर्सहरू नै देखिरहेको थिएँ क्या। पास्टर लिडरहरू नै हारालुस थियो, विश्वासीहरू नै हारालुस थियो। अन्य जातिभन्दा बेसी फ्रन्ट लाइनमा को थियो भन्दाखेरि हाम्रो प्रभुपाको नानीहरू थियो। इन्जेक्सन लाउनुमा प्रभुपाको नानीहरू फर्स्ट लाइनमा थियो। वर्ल्ड भ्यू। अनि मैले एकजनालाई प्रश्न गर्दै गर्दाखेरि के भने भन्दाखेरि अबै होइन नि, सिचुएसनले डिमान्ड गरेको कुरा त हामी पाठौनु पर्छ, प्रभुको छोराछोरी हामी त पहिला पुग्नुपर्छ अगाडि। म तपाईलाई भन्न चाहन्छु वर्ल्ड भ्यू, संसारले हेर्ने तरिकाले जब तपाईले कुरालाई हेर्न थाल्नुहुन्छ, संसारले कस्तो प्रकारले रिजनिङ गर्छ त्यही प्रकारले तपाईले हेर्न थाल्नुहुन्छ भने नि आज तपाईले तपाईको जीवनमा तपाईको आर्थिक अवस्थालाई, संसारको आर्थिक अवस्थाले तपाईले हेर्न थाल्नुहुन्छ भने नि तपाई बेबुलोनबाट राज्य गरिराख्नु भएको छ। किनभने तपाईको इकोनोमी चाहिँ संसारबाट आउँदैन, तपाईको इकोनोमी तपाईको इकोनोमी चाहिँ स्वर्गबाट आउँदछ, तपाईको इकोनोमी चाहिँ किङडमबाट आउँदछ। तर तपाईँ र मेरो भ्यू चाहिँ
तपाईँ र मेरो हेर्ने तरिका चाहिँ कहाँबाट हुनु पर्यो? किङडमबाट हुनु अति नै आवश्यकता छ। हालेलुया।